भने देशलाई समृद्धि र देश राष्ट्रियता बचाउने हो भने संस्कृति पार्टीमा भोट हाल्नुहोस्। किन उसलाई भोलि हामी यसले देश त बेचेर खाँदैन नि, ऊ पनि किराँतबाट यहीँ जन्मेर होरेको। हामी पनि 50औं पुस्ता यही मुलुकमा जन्मिएको हो भने विदेशी नियतको मान्छेहरूलाई भोट नदिनुहोस्, राजसभामा भोट नहाल्नुहोस्। यो युक्रेनको पोजिसन छ, यो पश्चिमा मुलुकहरूको डिजाइन, यो जम्मै यो मुलुकलाई ध्वस्त गरेर चाहिँ नि चाइनासँग सेट गरेर अमेरिकाले फेस गर्ने, यता भारत यसलाई रणभूमि बनाउने नेपाललाई, यो गरेर यो समझ बुझेर आत्मालाई सोधेर भोट हाल्नुहोस्। देश डुब्ला है साथी, सपुत हुनुहोस् है, सपुत जुट्नुहोस् है। राई लिम्बू बाहुन छुट्याउने होइन नि यहाँ हो त। यो त देशको लागि हो, यो चुनाव भनेको त यति महत्त्वपूर्ण चुनाव हो होइन। मान्छेले किन नबुझिरहेको अवस्था नि सोचेन नि मुलुक जान्छ हामी। खै जेनजीले के पाए? जेनजीको लिडर कोही मलाई बताउनु छैन। यो सबै यसको डिजाइन, यो भारत र अमेरिकाको डिजाइन हो। यो पकडमा गएन बच्चाहरू, हाम्रो नाबालक बच्चाहरू जम्मै मऱ्यो। यो कसले बिहोर्ने? यो ओली चुतिएर गोली यसको अध्यक्षतामा यो जिम्मेवारी लिनुपर्छ पर्दैन? मैले नैतिक समर्थन लिनुपर्छ। नैतिक समर्थन लिनु अहिलेको सरकारले नेपाली नैतिक समर्थन दिने कि नलिने अहिले यो मान्छे यो मैले के सोचेको थिएँ भने नि भाइ, यो के सोचेको थियो भने ओलीलाई त सिधै गोली हान्छ होला यो जेन्जी साथी, यत्रोको हान्छ। ऊ राजा भएर घुमिरहेछ अहिले त ज्यान माराहरू प्रचण्ड तपाईँको 17,000 मान्छे मरेर चाहिँ अहिले भोट बाहिर ठुलो सान भएर माला लाएर गलाबारी माला नथाउने लाएर हिँडिरहेछ। यो अस्ति त हेर्ने कि हामी श्रम नगरिने मुलुक भन्छ। मेरो बिल्डिङ छ भनेर तपाईँलाई यहाँ भात खाना आउँछ, यहाँ जमिन कोट्याउनु पर्दैन। यो अस्तित्वलाई याद गर्नुहोस् र संस्कृति पार्टीमा भोट हाल्नुहोस्। धन्यवाद।